So Champions League review, and again as usual we'll only be doing the English clubs, So first ma Barcelona and Newcastle, what a game, 7-2. So Barcelona त अब थ्रासै हान्दियो अनि सुरुमा त अलिकति 2-2 भएको थियो क्यारे होइन, बार्सनले 2 अनि यता एलङ्गाले न्युकासललाई गोल हानेर 2-2 भएको थियो। ठ्याक्कै हाफ टाइमभन्दा अगाडि चाहिँ लामिन यामालले पेनल्टी स्कोर गर्यो। त्यसपछि त रोबर्ट लेभेन्डस्की, राफिना अनि फर्मिन लोपेजले गोल हानेर 7-2। अब बार्सना भर्सेस एथलेटिको मड्रिड होइन क्वार्टर फाइनल्समा। अनि राफिनाले चाहिँ म्यान अफ द म्याच पायो, 2टा गोल 2टा असिस्ट। त्यसपछि नेक्स्ट लिभरपुल। अब डोमेस्टिक जतिसुकै बिजोग भए पनि च्याम्पियन्स लिगमा चाहिँ क्वालिफाई 1-1 थियो, अलिकति डर थियो। अस्ति रेस्ट पनि गराएको थियो, तर लिभरपुलले चाहिँ गालाटासराईलाई 4-0 जित्यो। अनि डोमिनिक सोबिसलाई अब उसले एकदमै राम्रो खेल्यो। सो उसले चाहिँ ओपन गरेको अरे, मोहम्मद सालाले अझ पेनल्टी पनि मिस गर्यो। अनि तर ह्युगो एकिटिके अनि साला अनि रायन ग्राभनबर्ग उनीहरूले चाहिँ गोल हान्यो। अब साला ही बिकम्स द फर्स्ट अफ्रिकन प्लेयर टु स्कोर 50 गोल्स इन च्याम्पियन्स लिग है। अनि अब नेक्स्ट गेम भनेको चाहिँ अब लिभरपुल भर्सेस पिएसजी। नाउ क्विक समरी यो च्याम्पियन्स लिगको चाहिँ बार्सलोनाको अट्याक चाहिँ लुक्स अमेजिङ होइन, 7-2 भने जस्तो राम्रो भइहाल्यो। राफिनाले खतरा खेलिहाल्यो, वर्ल्ड क्लास पर्फर्मेन्स। अनि त्यसपछि अब लिभरपुल अहिले पनि अब एनफिल्ड इज द प्लेस टु गो होइन, लिभरपुलले चाहिँ बिकज दे हेभ एनफिल्ड, दे स्टिल हेभ अ चान्स इन द च्याम्पियन्स लिग। अनि पिएसजी भर्सेस लिभरपुल चाहिँ अब एकदमै माउथ वाटरिङ क्लास छ। सो लेट्स सी व्हाट ह्यापन्स, या सी यु नेक्स्ट टाइम।